हेलो डियर फ्रेन्ड, के छ हो साथीहरू, के गर्दै हुनुहुन्छ? आज यसो घुम्दैछु है, म चाहिँ घुम्दै घुम्दै आएको मस्त लारे सबै ग्राउन्ड यहाँनिर छ। फुटबल ग्राउन्ड हो यो चाहिँ होइन। यतापट्टि हामी खेल्ने भलिबल हो, यतापट्टि बत्ती बलिरहेको ठाउँतिर। र यहाँनिर हेर्न सक्नुहुन्छ ग्राउन्ड कति मजाको छ होइन। एकदम मस्तले ग्राउन्ड, हरियाली ग्राउन्ड छ यस्तो होइन। यहाँ परको त्यो बिल्डिङ होटेल हो भन्छ, होटेल हो होइन। यस्तो राम्रो ठाउँ छ कि यो, तपाईँले यहाँ हेर्नु होला रुखहरू, हरियाली कति राम्रो छ, हरियाली हेर्न सक्नुहुन्छ होइन। धेरै राम्रो छ हो ठाउँ त, एकदम मस्त। दामी दामी घरहरू छन्, ग्राउन्ड पनि दामी छ। यो चाहिँ हो दामी छ, जे होस् एकदम मस्त छ यो। हेर्नुहोस् यो यस्तो दामी बिल्डिङ छ कि यो मस्तको बिल्डिङ छ नि एकदम। हजुरको बिल्डिङहरू हेर्नुहोस्, एकदम दामी ठाउँ हो। पहिलाको ठाउँ चाहिँ हाम्रो अर्कै ठाउँ थियो, तर यहाँ सारेको छ अहिले चाहिँ होइन। यो त यसलाई त क्यामेराले पनि भ्याइरहेछ नि यो बिल्डिङलाई त, अझै माथि छ यो दामी छ कि यसको होइन। यहाँदेखि लियो भने यस्तो भ्याउँदैन हो। पार्क हो यो चाहिँ, सबैजना खेल्ने घुम्ने ठाउँहरू एकदम मस्तको ठाउँ छ यो। यता हामी भलिबल खेल्ने ठाउँ हो। ग्रिनेरी खतरा छ यहाँनिर, अरूभन्दा पनि रुखै रुखको ग्रिनेरी छ। यस्तो दामी देखिरहेछ कि यो उताको यो उताको चाहिँ हाम्रो भनौँ न एउटा बस्ने ठाउँ हो। यता यहाँ फलाकुसारी गरिरहनु भएको छ यहाँ बुढाबाहरू होइन। यो चाहिँ लाइट छ, त्यसपछि यहाँनिर बच्चाहरूको लागि जिम अथवा बुढापाकाहरूको लागि जिम राम्रो व्यवस्था छ कि यहाँनिर होइन। हाम्रो देशमा नि यस्तो चाहिँ हुँदैछ, हुन चाहिँ बालनले गरिरहेको छ, अझै राम्रो गर्नुपर्छ भन्ने हो। र यस्तो राम्रो ग्रिनेरी छ कि यहाँनिर होइन। हजुरको यो रुखहरू एकदम हरियाली हरियाली छ। योहरू खेल्न, बच्चालाई खेल्नको लागि हो पार्कहरू। मान्छे दौडिरहेका छन्, एकदम मस्तको ग्रिनेरी छ कि यहाँ। यो बत्ती बलिरहेको ठाउँ चाहिँ हामी भलिबल राति भलिबल खेल्ने ठाउँ हो ड्युटीबाट आएपछि। र यता पार्क हो यो सबै साथीहरू, हजुरहरू होइन। यहाँनिर बुढाबाहरू ठिटाहरू जसलाई पनि हुने खालको बनाइदिएको छ कि यहाँनिर, त्यही भएर एकदम राम्रो बनाएको छ होइन। मलाई चाहिँ यो ठाउँ एकदम सही लागेको छ। अब हेर्न सक्नुहुन्छ होइन, भिडियोहरू अब रात पर्न लागिसकेको छ। म चाहिँ यसो घुम्दै आएको, आज छुट्टी थियो, कति रुममै बस्ने भन्ने भयो, त्यही भएर यसो हिँडिदिउँ पार्कतिर जाउँ, यसो को छन्, फुटबल खेलिरहेका छन् कि ग्राउन्डमा भनेर हेर्न आएको। अब खासै
रहेनछ। अब म चाहिँ एक्लै खेलौँ भने पनि नमिल्ने, साथीहरू अब सबै ड्युटी छ, त्यही भएर मैले चाहिँ फुटबल खेलिनँ पनि। त्यही भएर यो चाहिँ जिम गर्ने ठाउँ हो, टक्क लाएर होइन, एक्सर्साइज भनौँ न, एक्सर्साइज गर्ने ठाउँ। ग्रिनेरी, धेरै राम्रो ग्रिनेरीहरू छ, सबै चिज एकदम पर्फेक्ट छ यो ठाउँमा हैन। हेर्न सक्नुहुन्छ, यस्तै हो हाम्रो ठाउँ, रमाइलो छ जे होस् ठाउँ। हेर्नुहोस् त कति राम्रो स्टाइलले बनाएको छ घरहरू। आहा, हेर्दै लोभलाग्दो खालको घरहरू छ कि, मस्त लाएर। राम्रो छ नि घरहरू एकदम। साथीहरू गर्दै हुनुहुन्छ यता दिदीले। हेर्नुहोस् कति राम्रो मिलाएर बनाएको घरहरू छ, यस्तो दामी मिलाएको छ कि घरहरू तपाईँको चारैतिर मिलाएर बनाएको घरहरू छ कि। म चाहिँ यसो आज घरमा बस्दा बस्दा वाक्क लागेर अनि यसो बेलुका भयो अनि हिँडेको कि के गर्नु त, रुममा पनि कति सुत्ने भनेर यसो शान्तिनो केही भइहाल्छ कि भन्ने हिसाबले हिँडेको। अब खासै त्यस्तो त केही भएन होइन, त्यही पनि ठिक छ। राम्रो ठाउँ देखियो, राम्रो ठाउँमा यसरी भिडियो गर्न पाइरहेको छु होइन, एकदम खुसी छु म। यस, राम्रो छ। ल हेर्नुहोस् कति रमाइलो ठाउँ छ नि यहाँनिर, यस्तो दामी ठाउँ छ कि यहाँनिर। दामी ठाउँ छ, जस रमाइलो लाग्यो यहाँनिर। घरहरू हेर्नुहोस् यस्तो मिलेको घरहरू छ होइन। ल यस्तो घर चाहिँ हाम्रो नेपालमा पनि बन्नु पर्यो, बरु ठुलो ठुलो घर परेन, यस्तै सानो घरहरू भयो भने दामी हुन्छ होइन। यस्तो घरहरू भयो भने त अनिखेरि नेपालमा हेर्नु त कस्तो मिलाएर बनाएको छ यार। म यहाँ बस्न मिल्ने भएदेखि म यस्तै घर किनेर बस्थेँ होला, तर के गर्नु मिल्दैन, हामी बाहिरको मान्छे, यहाँको लोकलहरूलाई मात्र हो यहाँनिर बस्न मिल्ने होइन, हामीले मिल्दैन यहाँ बस्नलाई, त्यही भएर। कस्तो राम्रो फुल रहेछ, मस्त राम्रो खालको रहेछ कि। म एक राउन्ड मस्त घुमेँ, घरहरू उस्तै छ, सबै एउटै कलर एउटै डिजाइनिङ होइन, यहाँदेखि वहाँसम्म फुल एउटै डिजाइनिङ हो र पुरै एउटै कलरको घरहरू छ। यो चाहिँ बस्ने सबै लोकलहरू बस्ने घरहरू हो कि। कति मजाको घरहरू बनेको छ। यतापट्टिको यो पुरै हाइवे हो होइन, यो गाडीहरू हाइवेमा कुदिरहेको छ। एक राउन्ड पुरै घुमिसकेँ म यहाँबाट। यो चाहिँ सबै लोकलहरूको घर हो यो होइन। तपाईँको मैले अघि नै भनिसकेँ तपाईँलाई, यो घरहरू सबै एउटै डिजाइनको छ, मस्त राम्रो बनेको छ घरहरू। हेर्नु यहाँ बाटो कति खाली हुन्छ, एकनासको घर बनाएको हुन्छ, एउटै लाइनमा बनाएको हुन्छ।
ल हेर्नुहोस् अघि म यहाँबाट छिरेको थिएँ होइन, अहिले त्यही ठाउँमा आएर जोडियो फेरि। भनेपछि यहाँ बाटोहरू चाहिँ एकदम चारैतिर जोडेर बनाएको हुन्छ कि, राउन्ड जतासुकै हान्नुहोस् त्यतै जोडेको हुन्छ बाटो कि, त्यस्तो हुन्छ यहाँनिर बाटो। गाडीहरू कुदिरहेछ, गाडीहरू कुदिरहेको छ। उता पारिपट्टि कम्पनी छ, त्यो चाहिँ मेन हाइवे हो यो। हेर्नुहोस् मलेसियाको डेभलप यति राम्रो छ। हाम्रो देश कहिले हुने डेभलप भन्ने कुरा हो होइन, एकदम दामी डेभलप छ। अब भर्खरै अब म पनि आइपुगेँ अब होइन, रुम जानुपर्छ होला सायद। हेर्नुहोस् यो बिल्डिङ कति ठुलो छ। यो बिल्डिङ आनन्दको कस्तो मजाको छ होइन। पार्किङ गरेको छ यहाँ, सबै बस आइरहेको छ ठुल्ठुलो। यो बिल्डिङहरू सबै होस्टेल हो फेरि हजुरको। बस आयो कम्पनीको बस यिनीहरू। यो गाडीमा बर्गर बनाएर बेचिरहेछ होइन। त्यो गाडीले अरू सामान ल्याइरहेको छ। ल हेर्नुहोस् यो बिल्डिङहरू। बजार नाइट बजार हाइवे है, यो चाहिँ हाइवे हो है। मस्त गाडीहरू त्यहाँ हेर्नु कति जाम भएर बसेछ। यो चाहिँ हाइवे हो, मान्छे बस कुदिरहेको छ हाइवेमा। यो चाहिँ हाम्रो होस्टेलको मुनिपट्टि हो होइन। तल यो सबै बजार, यो चाहिँ पसलहरू मार्केटहरू सबै छ यहाँनिर। मार्केटहरू सबै छ होइन। यस्तो दामी बिल्डिङहरू छ यो। उतापट्टि यो हाइवे सबै जाम भएर बर्बाद भएको छ, जाम भएर गाडीहरू एकदम। यता बिल्डिङ हेर्नुहोस् त, कहाँदेखि कहाँसम्म छ यो बिल्डिङ त भनेरै साध्य छैन। यो रेस्टुरेन्ट चाइनिज रेस्टुरेन्टहरू हो यता ऊ हो सबै। यो मार्केटहरू रात परिसक्यो, यो हाइवे हो होइन। हाइवे चाहिँ यस्तो दामी छ होइन, एकदम हाइवेमा गाडीहरू कुदिरहेको हुन्छ। सबै मार्केट हो, त्यसमा बसेर गाडीहरू अब जाम भएको छ। कति राम्रो छ। फाइनली चाहिँ अब म रुम पनि आइपुगिसकेँ होइन। यसरी यहाँ हाइवेमा एम्बुलेन्सहरू कुदिरहेको छ। यो पार्किङ एरिया, यो चाहिँ हाम्रो सबै पसल एरियाहरू हो। म अघि उज्यालो हुँदैखेरि गएको, फाइनली अहिले चाहिँ म रात परिसकेको छ। अब माथि आइसकेँ म। अब तपाईँको हेर्नुहोस् कति मजाको चाहिँ ऊ बनाएको छ, सिटी बनाएको छ नि मलेसियाले। तर हाम्रो देशमा कहिले बन्ने हो यस्तो थाहा छैन अहिले। जे भने नि राम्रो चाहिँ बनाएको छ है जे भने। कति राम्रो छ नाइट भ्यू हेर्नुहोस् त। साथीहरू यस्तै हो होइन। यस अब चाहिँ म फाइनली माथि आइसकेको छु होइन। आज छुट्टी थियो र छोटो सानो भिडियो बनाउनु पऱ्यो भन्ने हिसाबले म गएको थिएँ घरतिर। अघि उज्यालोमै गएको, तर अहिले रात परिसक्यो होइन। हजुरहरूले हेरिसक्नुभयो नाइट भ्यू कस्तो छ होइन। राम्रो छ, एकदम दामी छ मलेसियाको भ्यू होइन। प्लिज नबिर्सिनु होला
मेरो च्यानललाई सब्सक्राइब गरेर र बेल आइकन दबाइदिनु होला किनभने हजुरहरूको एउटा लाइकले मलाई एउटा लाइक र एउटा सब्सक्राइबले धेरै महत्त्व हुनेछ है। यो चाहिँ नबिर्सिदिनु होला प्लिज, डोन्ट फर्गेट। थ्याङ्क यू भेरी मच सबैलाई।